अहिले बुटोल उपमहानगरपालिकामा बुटोल 17 रानीगञ्ज र 18 को क्षेत्र जुन मोतीपुर औदय क्षेत्र बुटोल भित्रको हो त्यो बाहेक तिलोत्तमा शुद्धोधन सियारी पनि छ। त्यो भित्रको जग्गामा बस्ती खाली गर्ने भन्ने खालको एउटा विज्ञप्ति मिडियामा देखियो, हामीलाई आधिकारिक आएको छैन। यो विषयमा मोतीपुर औद्योगिक क्षेत्रका बारेमा वार्ड नम्बर 17 र 18 मा यहाँको स्थानीय बासिन्दाहरूसँग बसेर औद्योगिक क्षेत्र निर्माण गर्ने कुरामा फिल्डमै राम्रोसँग सहमति भएको छ। त्यो सहमतिको विपरीत गएर औद्योगिक क्षेत्र बन्न सक्ने सम्भावना छैन। जनतालाई उक्साएर जनतालाई चाहिँ विद्रोह गराएर फेरि अर्को घटना घटाउने गरी कसैको दुष्प्रयास हो भने यो राम्रो कुरा होइन। त्यसकारणले रानीगञ्ज क्षेत्र जो जहाँनिर छ, जुन समझदारी छ, जहाँनिर हामी काम गर्ने भनेर एउटा औद्योगिक व्यवस्था प्रणाली बुटोल उपमहानगरपालिका, त्यहाँको वडा अध्यक्षज्यूहरू, सबै जनप्रति साथीहरू, जिल्ला समन्वय, प्रमुख जिल्ला अधिकारी लगायतको सबैको समन्वयमा धेरै मेहनतका साथ जुन काम भएको छ त्यो सीमामा रहेर सबै तहका सरकारले काम गर्यो भने बस्ती पनि सुरक्षित हुन्छ, मोतीपुर औद्योगिक क्षेत्र पनि निर्माण हुन्छ। यसका लागि सबै समक्ष मेरो विनम्र अनुरोध र आग्रह छ। हाम्रो सहमतिको सीमारेखामा सबै बसौँ र औद्योगिक क्षेत्र पनि निर्माण गरौँ र बस्तीलाई पनि निकास दिउँ भन्ने कुरा मेरो अनुरोध छ। अब यहाँ त्यसमा नहोस्।